उहाँले भन्नुहुन्थ्यो क्या छोइठेम युलठेम र ग्लेठेम। हाम्रो छोइठेममा पनि त्यतिकै सहभागिता र त्यतिकै हाम्रो एउटा बढेर जाउँ भन्ने एउटा ध्येय हुनुपर्छ। युलठेममा पनि त्यतिकै र ग्लेठेममा पनि हाम्रो मान्छेहरू कोही पनि हुन्छन् भने हामी छाती खोलेर सघाउनु पर्छन् भने मन खोलेर सघाउनु पर्छ भन्ने एउटा उहाँको जुन चाहिँ भनाइ थियो म सधैँ हेर्छु र धेरै कार्यक्रममा पनि उहाँले भन्ने गर्नु मन खोलेर चाहिँ एउटा यो गर्नुपर्छ। एकदमै त्यो कुरालाई पनि एकदमै यो गरिरहेको अलिकति हामी क्या अलिकति त्यो अब भन्नु त मिल्दैन, मैले भनिहालेँ भिडियो गर्नुभएको सबै अलिकति के छ भन्दा मन अलिकति हाम्रोमा त्यो युल्पापना चाहिँ आउँछ है। भन्नेले जे पनि भनोस्, भन्नेले जे पनि भनोस्, काहीँ पनि कोही पनि हाम्रो युल्पापहरू छैन। हामी एकदमै छिटो हामी साइन गर्छौँ। कुटुम्ब हो कि है हाम्रो अब के को पर्ने हो कि आफ्नो त्यो प्रकारको एउटा हाम्रो हुन्छ अलग्गै एउटा तपाईँको माने एउटा साइनो सम्बन्ध र गाँसिन्छ। त्यो प्रकारको एउटा हामी युवा हुन्छ जहाँ पनि हामी साइनो पनि छिटै गाँच्छौँ र सम्बन्ध पनि छिटै बनाउँछौँ र त्यसलाई पनि अलिक तानेरै पनि हिँड्छौँ है। छोडिहाल्ने सम्बन्ध पनि हामी गाँच्छौँ युवाले हो कि होइन भन्नुहोस्। त्यसैले हाम्रो ठुलो माया हाम्रो सेम हाम्रो माने यसमा मनमा त्यस्तै यो हुन्छ। अब माने एकदमै आज एकदमै कस्तो गाह्रो भन्नु मिल्दैन तर एउटा भावुक एउटा क्षण जस्तो अब पुरुषहरू किन यस्तो पनि छ फेरि कता यो ग्लेठिङको पनि यस्तो चाप पर्दो रहेछ हाम्रो मान्छेहरूमा कता न कतै क्या। त्यसले गर्दा कता न कतै हामी आफ्नो जुन चाहिँ उद्देश्यबाट हिमालयको जस्तै हामी त्यस्तो पनि हामी कता बरालिन्छौँ। त्यस्तो पनि हुन्छ समय गति काल त्यस्तो पनि भयो, त्यस्तो पनि हुँदो रहेछ। तर उद्देश्य एउटै हो, हामी युवा बढ्नुपर्छ र हाम्रो जति पनि आउँदो जुन चाहिँ हाम्रो भावी पिँढीहरू छ उनीहरूले आफ्नो कल्चर आफ्नो हाम्रो काम हाम्रो कोही यहाँलाई अब जमन टिपे सबै कुरो नै अब सिकेर जाउँ, बुझेर जाउँ र बढाएर लगेर जाउँ भन्ने नै एउटा र म त विशेष भएर आज त मलाई पक्का आज चाहिँ मलाई एकदमै जे जस्तो भए पनि आज चाहिँ त्यो तामाङै जस्तो लाग्दैछ। साङ्गे कुण्डुसनको जिल्ला आशीर्वाद सबैमा रहिरहनु। साङ्गे कुण्डु जिल्ला व्याकरण जम्मा लचक्रै थप्दै फेरि है आउँदो दिनमा हामी सबैजना मिलेर है मैले त पहिला पनि भन्थेँ तर अब मैले अब भनिहालेँ आउँदो दिनमा जे जसो भए पनि मेरो प्रयास रहन्छ, मेरो एकदमै प्रयास रहन्छ। म हिजोको दिन प्रयास गर्दै थियो आज सरकारमा छु। मेरो प्रयास रहन्छ हाम्रो युलको जुन चाहिँ अब युवामा एउटा मैले केही गर्दाखेरि राम्रो हुन्छ होइन हजुरहरूसँग सरसल्लाह लिने काम म अवश्य पनि गर्छु। हिजोको दिनमा पनि म सरसल्लाह लिने काम गर्छु। हिजोको दिनमा पनि मैले सरसल्लाह लिने काम गरेर आफै आउँदो दिनमा पनि हामी सरसल्लाह गरेर नै हामीले के गर्दाखेरि चाहिँ हाम्रो समग्र तामाङहरूको